सन्तोष भाइ यहाँ बसेर पुरा हाम्रो फुटबल पनि देखाउनुपर्छ। हाम्रो भलिबल टोलीहरू यता खेल्दै हुनुहुन्छ भलिबल। भएन है भएन उता भने चाहिँ फुटबल टोलीहरू छ। पछाडि यो सबै पार्क एरियामा हेर्नु मान्छे कति छ भने आज केटाकेटीहरू। यहाँ चाहिँ सन्डेको दिन छुट्टी हुन्छ प्रायः सबैको, त्यही भएर मान्छेहरू बिहान बेलुका चाहिँ एकदम एक्सर्साइज गर्न मान्छेहरू। अरू मान्छेहरू थपिँदै थियो हाम्रो पार्टनरहरू। यो फुटबल खेलेर यहाँ सकिसक्यो हामीले चाहिँ। उता साइड चाहिँ यो बास्केटबल खेल्ने ठाउँ चाइनिजहरू। रुखलाई पुरै गिडेछ नि त यहाँनिर। हाम्रो होस्टेल यो पछाडिको पानी परै लागिसक्यो त, कालो 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 भइसक्यो त। ठुलो एरिया छ यो पछाडि, पार्क एरिया छ, एक्सर्साइज गर्ने ठाउँ यो फुटबल ग्राउन्डमा है। हामीलाई चाहिँ आनन्द छ। रातिर अब एकछिन भलिबल खेल्नुपर्छ हामी पनि। त्यसपछि पानी पनि पर्ला जस्तो भइरहेछ, पानी पर्छ होला। हामी पनि रुमतिर फर्किन्छौँ है। मेसीले बल कुदाउँछ है, मेसी र रोनाल्डोले। यता हाम्रो यता खेलाडीहरू छ, मुखेको लाग्यो त। हान्दियो हान्दियो। ल हाम्रो श्याम सर चाहिँ पुरै अब रोनाल्डो बन्ने विचार गर्दै हुन्छ भलिबलमा। होइन भलिबल खेल्ने मान्छे कहाँ फुटबलमा कुदेको हौ। यता फुटबल खेल्दैछ चाइनिजको बच्चाहरू, यतापट्टि हाम्रो टोलीहरू भलिबल मास्टरहरू पुरै। हाइट आयो हौ आयो दरबार। यता शङ्कर दाईहरूलाई पनि देखाइदिन्छु के भएर। ए सन्तोष भाइ यहाँ बसेर पुरा हाम्रो फुटबल पनि देखाउनुपर्छ। सबै जगिङ गर्न आउँछन् मान्छेहरू होइन। नजुदौँ हौ नजुदौँ।